नेपालको इतिहासमा केही यस्ता पत्रकार छन् जसले समाचार मात्र लेखेनन्, इतिहास नै लेखे, जसको कलमले निरङ्कुश शासनलाई चुनौती दियो। समाचार लेखेकै कारण पक्राउ परे, अपराधीहरूसँग एउटै जेलमा राखियो, तर सत्य लेख्न कहिल्यै छोडिएन। यो कथा हो पत्रकार, आन्दोलनकारी, राजनीतिक चेतनाका संवाद र 5 दशकभन्दा लामो पत्रकारिता यात्राका धनी विश्वबन्धु भण्डारीको। सानैदेखि समाजमा रहेको असमानताबारे प्रश्न गर्ने स्वभावका विश्वबन्धु विद्यार्थी जीवनमा नै शिक्षक बन्नुभयो। हुलाकमा जागिर पनि गर्नुभयो, तर अन्ततः उहाँले सुरक्षित जागिरभन्दा समाज परिवर्तनको बाटो रोज्नुभयो। 2024 सालमै नेपाल कम्युनिस्ट पार्टीको सदस्य बनेर बनारसमा पुष्पलाल सँगको भेटले उहाँको राजनीतिक चेतना अझ गहिरो बनायो। त्यही समयदेखि उहाँको जीवनको उद्देश्य स्पष्ट भयो, समानता, लोकतन्त्र र जनताको पक्षमा उभिने। पत्रकारिता उहाँको पेशा मात्रै थिएन, यो परिवर्तनको अभियान थियो। विचार र जन्मभूमि साप्ताहिकमा संवाददाताका रूपमा काम गरेपछि उहाँलाई लाग्यो आफ्नै पत्रिका निकाल्नुपर्छ, तर पञ्चायती शासनलाई उहाँको नाम नै स्वीकार्य थिएन। पत्रिका दर्ता गर्न अस्वीकार गरियो। त्यसपछि भाइ विष्णुप्रकाश भण्डारीको नाममा दर्ता गरेर 2039 साल चैत 25 गते प्रकाशित भयो भन्ज्याङ साप्ताहिक। यो केवल पत्रिका थिएन, यो परिवर्तनको आवाज थियो। मैले स्कुलमा पढाउँथेँ, यही नजिकै अरुणोदय निमाविमा म प्रभ पनि भएको थिएँ है। त्यो स्कुल छोडेर जनमत सङ्ग्रहपछि म राजनीतितिर लागिसकेपछि पोखरामा सङ्गत र यसो इच्छा मेरो चाहिँ पत्रकारितातिर झुकाव चाहिँ बढ्यो र त्यो सहज पनि भयो त्यो बाटो समाउनलाई। यति बेला जुन अब पञ्चायती व्यवस्थाको जुन एक प्रकारले निरङ्कुश प्रवृत्ति थियो, जनमत सङ्ग्रहपछि थोरै होलो भयो। अलि जस्तो प्रतिबन्धित फलाना पार्टी, प्रतिबन्धित फलाना नेता, प्रतिबन्धित दलका फलाना नेता यसरी आउँथ्यो। अब म पत्रिकाप्रति बढी चाख राख्ने, पत्रिका पढ्ने, त्यो स्वाभाविक रूपले चाहिँ त्योभन्दा अगाडि पनि हामीले स्कुलमा टिचर हुँदा पनि नोल सामूहिक सङ्कलन लगेर बनारस लगेर छपाएर ल्याउँथ्यौँ। झुकाव त्यतातिर थिँदै थियो। त्यो कता कता चाहिँ नि पत्रकारितातिर पुग्यो। त्यो चाहिँ नि अब मलाई पुर्यायो परिस्थितिले, त्यता म समाहित भएँ। पोखरामा एउटा तिलक आचार्य भन्ने वरिष्ठ अधिवक्ता हुनुभएपछि बितिसक्नुभयो। उहाँसित त्यो भैरवाबाट निस्कने विचार साप्ताहिकको करुणानिधिसित सम्पर्क रहेछ। त्यो करुणानिधि पोखरा आएको बेलामा एउटा रिपोर्टर चाहियो मलाई भनिसकेपछि ल यहाँ विश्वबन्धु चाहिँ खाली छ, ऊ इच्छुक पनि छ, म उसलाई सम्पर्क गराइदिन्छु भनेर उहाँले भन्नुभएछ। अनि मलाई भोलिपल्ट के कागजपत्रै छोडेर जानुभएको रहेछ। अनि म त्यहाँबाट सुरु गरेँ विचार साप्ताहिकमा। त्यो अब भैरवादेखि पत्रिका पोखरा आउँथ्यो, हामीले पठाएको समाचार छापिन्थ्यो। अनि त्यो नै हामीलाई 7 दिनपछि छापिँदा पनि कति रमाइलो लाग्थ्यो होइन, कति उत्साह हुन्थ्यो। अनि त्यसपछि म काठमाडौँ राजधानीका पत्रिकातिर संलग्न हुनु पुगेँ। त्यति बेला जन्मभूमि साप्ताहिक भन्ने अहिले पनि छ मसित, जन्मभूमिको त्यो चाहिँ प्रेस कार्ड, प्रेस पास के गणेश वल्लभ प्रधान भन्ने त्यसको सम्पादक हुनुहुन्थ्यो। कता कताबाट म उहाँको सम्पर्कमा पुगेँ। त्यसमा मैले धेरै समय काम गरेँ भन्दा पनि त्यो गर्दै जाँदाखेरि मैले आफ्नै पत्रिका दर्ता गर्ने प्रोसेसमा लागेँ र 39 सालको फागुन टाका मैले चाहिँ नि यो भन्ज्याङ चाहिँ नि साप्ताहिक दर्ता गरेँ पोखरामा। 2041 साल काङ्ग्रेसको सत्याग्रहबारे समाचार प्रकाशित गरेको आरोपमा विश्वबन्धु पक्राउ परेको समय उहाँलाई हत्या, बलात्कार, डाका र जघन्य अपराधका अभियुक्तहरूसँग एउटै कोठामा राखियो। उहाँको अपराध थियो सत्य समाचार लेख्नु। धरौटी तोकियो, तर पत्रकारसँग त्यति पैसा थिएन। अन्ततः धरौटी जुटाएपछि मात्रै विश्वबन्धु जेलबाट छुट्नुभयो। तर सङ्घर्ष सकिएन। 2043 सालमा फेरि पक्राउ पर्नुभयो। जनपक्षीय उम्मेद्वारको अन्तर्वार्ता प्रकाशित गरेको न्युमा फेरि जेल चलान गरियो। 2046 सालको जनआन्दोलन सुरु हुनु अघि पनि उहाँलाई समाचार लेखेकै भरमा फेरि पक्राउ गरियो।
हरेक आन्दोलनमा उहाँको कलम जनताको पक्षमा उभियो। हरेक पटक शासनले उहाँलाई चुप गराउन खोज्यो, तर उहाँको कलम झन धारिलो बन्दै गयो। भन्ज्याङ पत्रिकाप्रति यति धेरै सरकारको चाहिँ नि निगरानी थियो भन्ने कुरा र 41 सालमा मलाई प्रहरीले पक्राउ गर्यो हैन, र पोखरामा थुनामा परेँ। अनि त्यसपछि वाक तथा प्रकाशन स्वतन्त्रता ऐन अन्तर्गत अदालतमै मुद्दा चल्यो र अदालतमा मुद्दा चलेपछि त्यसको वाक तथा प्रकाशन स्वतन्त्रता ऐन अन्तर्गत 4000 रुपियाँ त्यसको धरोटी, 2270 रुपियाँ कति रुपियाँ त्यसको चाहिने कैद बापत, 6000 कति चाहिने मैले धरोट राखेर निक्लेँ। अनि त अदालतले आदेश के गरेको थियो भने निजबाट यति रुपियाँ धरोट लिनु र धरोट दिन नसके थुनामा राख्नु भनेर थुनामा पठायो। थुनामा गइसकेपछि केही दिनपछि त्यहीँ मेरो चाहिने केपी ओलीसित भेट भयो। अनि यो नेकपाका अहिले केशवलाल श्रेष्ठ भन्ने हुनुहुन्छ, त्यहाँ उहाँसित भेट भयो, धेरै नेताहरूसित भेट भयो र साथीहरूले बाहिरबाट धरोट राखिदिएपछि म रिहा भएँ। त्यो करिब त्यो मुद्दा त्यसपछि अर्को साल फेरि म पोखराबाट घरतिर आउँदै थिएँ, भिमादबाट प्रहरीले समात्यो। प्रहरीले समातिसकेपछि त्यसो भए मलाई समाउने हो भने तपाईँलाई दमौली बोलाउनु भएको छ, डी साहबले दमौली जानु पर्यो भने, त्यो इन्सपेक्टर साहबले भने। यसमा मेरो घर पुर्याइदेऊ, म घर सल्लाह गरेर आउँछु भनेपछि पुलिस सँगसँगै आयो। त्यहाँ पुरानो घर देखिन्छ मेरो, त्यो घर आएँ। मैले बाआमा घर हुनुहुन्थ्यो सबै, अनि सबैसित मलाई प्रहरीले गिरफ्तार गरे। उहाँहरूले मलाई लिएर जाने भन्नुहुन्छ, म दमौली जानुपर्छ भनेर गएँ। एक रात दमौली बसेँ, के अरे भिमादको थानामा बसेँ। नजिकैको एकजना मेरो साथी राजेश्वर श्रेष्ठ, अर्जुन श्रेष्ठको बुवा सोमप्रसाद श्रेष्ठ भन्नेले सिरेको ल्याइदिनु भयो, घरबाट उड्ने ओछ्याउनी ल्याइदिनु भयो, अनि खाना भात पनि ल्याइदिनु भयो। बहुत सम्मान साथ त्यहाँ त्यो थानामा, भिमादको थानामा रात बिताएँ। भोलिपल्ट अड्डा सार गएर दमौली लयो। दमौली गएर चाहिँ करिब 1.5 महिना बसेपछि फेरि त्यहाँ अर्को त्यही वाक तथा प्रकाशन स्वतन्त्रता ऐन अन्तर्गतको मुद्दा। एकजना यस्तो मान्छेले उजुर गरेको छ, त्यसलाई पढ्दा पक्त पढ्न पनि मिल्ने, फक्त पढ्न पनि मिल्ने। फक्त बहादुर हो कि पक्त बहादुर हो, त्यसले उजुर गरेर चाहिँ उसले व्यवस्थाको विरुद्धमा पत्रिकामा प्रचार प्रसार गरे बापत निजलाई कारबाही गर्नुपर्छ भन्ने उजुरी रहेछ। त्यही आधारमा मुद्दा चल्यो। अनि त्यो फेरि वाक तथा प्रकाशन स्वतन्त्रता ऐन अन्तर्गतको मुद्दा पोखरा त्यति बेलाको पुनरावेदन अदालतले मात्रै हेर्दो रहेछ क्या। अनि पोखरा लग्यो, अनि पोखरामा हाजिर गराइसकेपछि फेरि पुरै पछि मुद्दा दायर हुने बेलामा त्यसले पनि फेरि धरोट माग्यो। धरोट दिन नसके त्यसमा पनि जेल गएँ। अनि त्यो पनि पछि फेरि साथीहरूले बाहिर धरोट राखिदिएर म जेलबाट निस्केँ। 2046 साल देशव्यापी जनआन्दोलन सफल भयो, पञ्चायती शासन ढल्यो, लोकतन्त्र पुनः स्थापित भयो। त्यही दिन विश्वबन्धु पनि जेलबाट मुक्त हुनुभयो। जेलबाट निस्किए लगतै उहाँले फेरि कलम समात्नुभयो। भन्ज्याङको सम्पादकीय मार्फत लोकतन्त्र, प्रेस स्वतन्त्रता र सुशासनको पक्षमा निरन्तर लेखिरहनुभयो। देशमा परिवर्तन भयो, तर पत्रकारिता प्रतिको उहाँको प्रतिबद्धता कहिल्यै परिवर्तन भएन। 2 दशकसम्म पोखराबाट प्रकाशित भन्ज्याङ 2059 सालमा तनहुँ पुग्यो र जिल्लाकै पहिलो दैनिक पत्रिका बन्यो। यो समय देश माओवादी द्वन्द्वको उत्कर्षमा थियो। शाही शासनले प्रेसमाथि नियन्त्रण गरिरहेको थियो। भन्ज्याङ दैनिकमा समेत तालाबन्दी गरियो, नछाप्न आदेश दियो। तर केही दिनपछि फेरि प्रकाशन सुरु भयो। दबाव, धम्की, आर्थिक अभाव, कुनै पनि चुनौतीले भन्ज्याङलाई रोक्न सकेन। अहिले यस्तो छ पत्रकारितामा, अहिले अब चाहिने पहिला कुरो त यो डिजिटलले अब सबै अनलाइनहरूले हिजोका छापा पत्रिकाहरूको कुनैको पनि स्तर हिजोको ठाउँमा छँदै छैन, टिक्नै नसक्ने अवस्था भइसक्यो। जस्तो मैले नियमित मेरो कान्तिपुर आउँछ,
कान्तिपुर हिजो कति 18, 20, 24, 25 पेज 26 पेजसम्म हुन्थ्यो, अहिले चाहिँ 6 पेज 8 पेज मात्रै हुन्छ। तर धौ रूपमा यो छापा पत्रिका त एकदम सङ्कटको घडीमा उभिएका छन्। जस्तै उदाहरणको लागि एफएमको एकताकाल निकै लहर चल्यो। हामीले पनि खैरेन टारमा तनहुँ रेडियो तनहुँ भनेर स्थापित गऱ्यौँ। अहिले त्यो बन्दै भइसक्यो है। त्यसो भएर अहिले चाहिँ नि यो समाचारको माध्यमहरू पनि अब मोबाइल र हातमा भएको मोबाइल, अब अनलाइन खबरहरू छिनमा सम्प्रेषण हुने, त्यसले गर्दाखेरि बहुत चुनौतीको अवस्था छ। अब त्यो चुनौतीलाई अब नयाँ फड्को मार्ने, अब डिजिटलाइजेसन भइसकेपछि त्यो किसिमले अगाडि बढ्ने चुनौतीलाई कसरी सामना गर्ने हो, चिर्न सकेन भने अब यो पुरानो परम्परागत पत्रकारिता त अब एक प्रकारले धाराशायी हुँदै गएको छ। विश्वबन्धु केवल पत्रकार मात्र हुनुहुन्न, समाज परिवर्तनको आधार स्तम्भ पनि हुनुहुन्छ। नेपाल पत्रकार महासङ्घ तनहुँका संस्थापक अध्यक्ष हुँदै रेडियो तनहुँ स्थापना अभियानमा सक्रिय भूमिका खेल्नुभएका विश्वबन्धु ग्रामीण तालिम केन्द्र स्थापना, स्थानीय विकास र सामाजिक अभियानमा समेत अग्रसर हुनुभयो। आज स्वास्थ्यले पहिले जस्तो साथ दिँदैन, तर विचार अझै सक्रिय छ, कलम अझै जीवित छ। उहाँ आफ्नो पुरानो सम्पादकीय, पत्रिका र सङ्घर्षका सम्झना हेर्दै भन्नुहुन्छ, यही त हो मेरो सम्पत्ति। 5 दशकभन्दा लामो पत्रकारिता यात्रामा उहाँले पदभन्दा सिद्धान्त रोज्नुभयो, सुविधाभन्दा सत्य रोज्नुभयो, डरभन्दा स्वतन्त्रता रोज्नुभयो। विश्वबन्धु भण्डारीको जीवनले एउटा सन्देश दिन्छ, निरङ्कुश शासनले पत्रकारलाई जेल हाल्न सक्छ, तर सत्यलाई कहिल्यै बन्दी बनाउन सक्दैन।